साथीहरू, यो मेरो फर्स्ट भिडियोमा यहाँहरूलाई स्वागत छ। म आज केही कुराहरू भन्न गइरहेको छु। मेरो फर्स्ट भिडियो हो, सायद धेरै भ्युज नआउला कि धेरै मान्छेहरूले नहेर्ला, र पनि म तपाईँहरूले केही इम्पोर्टेन्ट कुराहरू भन्न चाहन्छु। यदि तपाईँ पनि साँच्चीकै 2026 मा आफ्नो युट्युब करियरमा कदम बढाउन चाहनुहुन्छ भने साँच्चीकै तपाईँले कन्सिस्टेन्सी चाहिँ दिनुपर्छ। कन्सिस्टेन्सी चाहिँ सबैभन्दा ठुलो मेन कुरा हो। है। सबैभन्दा इम्पोर्टेन्ट चाहिँ कन्सिस्टेन्सी र इम्प्रुभमेन्टका साथ होइन, आफूलाई इम्प्रुभ गर्दै जाने हरेक दिन स्किल्सहरू, एडिटिङ स्किल्सहरू, भोइस इम्प्रुभमेन्ट गर्दै जाने। मैले पनि हरेक दिन आफ्नो भोइसहरूलाई कसरी इम्प्रुभ गर्ने कुराहरू सिकिरहेको छु होइन। सायद मेरो भोइसहरू कसैले मन नपर्न सक्ला, कसैलाई मेरो फेस मन नपर्न सक्ला, कसैलाई यो पछाडिको ब्याकग्राउन्डहरू मन नपर्न सक्ला, तर पनि मैले भिडियो बनाएको छु साहस गरेर होइन। विश्वास पनि हुनुपर्छ, आफूप्रतिको विश्वास हुनुपर्छ होइन। मेरो मेन्टालिटी के छ भने, मेरो भिडियो भाइरल गएन भने सायद मान्छेहरू फुर्सद छैन होला, कामप्रति बिजी होला, त्यही भएर मेरो भिडियो हेर्ने फुर्सद नभएर होला। र मान्छेहरू केही दिनपछि, केही समयपछि फुर्सद हुन्छ र मेरो भिडियो हेर्छ र भाइरल जानेछ भन्ने मलाई एकदमै पूर्ण रूपमा विश्वास छ। र एउटा भिडियोको पर्खाइमा छु, भाइरल हुनको लागि के कन्टेन्ट क्रिएटर बन्नको लागि एउटा मात्र भिडियो चाहिन्छ र त्यो भिडियोको आसपासमै छु है म। हरेक दिन म भिडियो बनाउँछु र एक दिन अवश्य पनि भाइरल जानेछ भन्ने किसिमले मैले त्यो मेन्टालिटी, त्यो माइन्डसेट आफ्नो माइन्डलाई स्ट्रङ बनाएको छु र एक दिन अवश्य पनि भाइरल जानेछ। तपाईँले पनि कन्सिस्टेन्सीका साथ हरेक दिन केही न केही नयाँ कुराहरू सिकाउनुहोस्, नयाँ कुराहरू सिक्नुहोस् र सबैभन्दा इम्पोर्टेन्ट मेन कुरा भनेको डिसिप्लिन चाहिन्छ तपाईँलाई। तपाईँलाई हरेक दिन मोटिभेट हुन्छ भन्ने छैन है तपाईँ। म यो गर्छु, 1 दिन 2 दिन हुन्छ, तर कुनै दिन टायर्ड फिल हुन्छ होइन। त्यो बेला पनि डिसिप्लिनका साथ तपाईँले होइन यो चाहिँ गर्छु है म, यो गर्नुपर्छ, आज चाहिँ मैले गर्नुपर्छ भन्ने त्यो मेन्टालिटीले तपाईँ अघि बढ्नुभयो भने नो वान क्यान स्टप यु। 2026 मा मेरो प्लान के थियो भने म कन्टेन्ट क्रिएटर बन्छु है। हरेक कुराहरूमा सरी, इभन मेरो सोच के छ भने म 2026 मा जसरी पनि कन्टेन्ट क्रिएटर बन्छु है। लाखौँ मान्छे अटाउने, लाखौँ मान्छेले कमाउने ठाउँमा म एक्लै छिर्दाखेरि के होला र? त्यो मेन्टालिटी मैले बनाइसकेँ र मेरो भ्युज कति आउँछ, मेरो लाइक कति आउँछ भन्ने कुरा त्यो कुराले मलाई केही फरक पर्दैन। मन पर्यो भने भिडियोलाई लाइक र कमेन्ट अनि सब्स्क्राइब पनि गरिदिनु होला भन्दै मेरो यो फर्स्ट भिडियो यहीँ अन्त्य गर्छु। धन्यवाद है। र अर्को भिडियोमा भेट हुनेछ यदि तपाईँले सब्स्क्राइब गर्नुभयो भने। नभए फेरि